हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आजको भिडियोमा तपाईँहरूलाई स्वागत छ। र आजको भिडियोमा चाहिँ हामी छौँ चितवनको नारायणीमा। यति बेला दिउँसोको लगभग 12 साढे 12 भइसक्यो। घाम यस्तो चर्के छ। हामी आउँदा चाहिँ खासै घाम लाग्थेन, अहिले भने डेन्जर घाम लागे छ। अनि इस नारायणीको सिन देख्न सक्नुहुन्छ। यतातिर बोटिङ कुदिरह राइनो बोट। र यस्तो छ चितवन, गर्मी डेन्जर छ साथीहरू। अहिले चाहिँ 420 को घाम लाग्छ। अरू केही छ? ढुङ्गा त हेरी योवाला ठिक हुन्थ्यो होला हामीलाई चढ्न है, लो बजेटमा। ए रनी, यहीँ मान्छे चलाउँदो रहेछ नि त है। त्यही माथि देवघाट छ यार। पानी चाहिँ खतरा बढेर रहेछ, माथिसम्म आँखा पानी। अनि अहिले चाहिँ हामी छेउमा हो र बाटो फर्केर जान त सकिँदैन अहिले। फर्किने उता जाऊँ, उतापट्टिको अहिले फर्केर आउन सकिएन भने त्यो नहुने कुरोमा जिद्दी गर्नु हुन्न क्या। देवघाट यहाँबाट नजिकै छ फेरि। अहिले हान्दै भन्दै तर गर्मी साथीहरू डेन्जरै छ। गर्मी चाहिँ यहाँ त आमा हो, मरिन्छ होला गर्मीले। अहिले चाहिँ हामी यताको बिचमा जानु लाग्यो। यहाँनिर वाह, अहिले चाहिँ पानी साथीहरू यहाँसम्म आइपुगेर, तर अब यो दह्रो पानी बढेपछि माथिसम्म पुग्छ पानी। अनि हेर्नु त, कोही चाहिँ यति रमाइलोमा, यति मजाले घुमेर रमाइलोमा बसिरहनु। त्यहाँ पछिपट्टि चाहिँ मान्छे जलाइरहनु क्या। यो त के हो र भने पानी यार, यो त केही होइन। जुन अब असार साउन, अब त्यो साउन पछाडि आउने पानीहरू चाहिँ डेन्जरै हुन्छ। ल हेर्नु गाइज, कस्तो उर्लेर आहा खोला। के खोला अरे यो? त्रिवेणी नारायणी खोला। ए यस्तो छ। हामी चाहिँ नारायणी तीरतिर टक्क लाएर घुम्दै फिर्दै पानीको बहाव यस्तो छ। कहाँ ए अहिले त ढुङ्गासँग पुरै गर्दै थियो यार। अहिले त ढुङ्गा अब केही नै गरेन, यत्तिकै खाली थियो। अहिले दामी त्यताबाट होइन होला हौ बाटो, त्यताबाट छ र छैन होला कि छ? ल 4 जना तर छ कस्तो दामी छ यार यहाँ। ल गाइज, अब हामी चाहिँ आइसक्यौँ यता पार्कमा जान लाग्यो। त्यो पारिपट्टि पार्कमा, त्यो पारि चाहिँ पार्क छ एउटा, त्यहाँ जान लाग्यो अहिले चाहिँ हामी। अब यो खोला भइहाल्यो, यो नारायणीको। आमामा यहाँ कस्तो उर्लेखा खोला भने नि। ल बबाल गाइज, दामी। ल साथीहरू हेर्नु त यहाँ त कस्तो खतरा आएको खोला।
बवाल यो डेन्जर आएको क्या। ल अब अहिले हामी पार्कमा जानु लाग्छौँ उता। अब उतै गएर भेटौँला गाई चाहिँ है त। ल नारायणी हेर्नु गाई चाहिँ यस्तो उर्ले क्या डेन्जर दामी ठुलो भए। अझै यो त केही नै यसको बाउ हजुरबाउ जिजुबाउ हुनै छ। ऊ देवघाट त ऊ त्यो पारी हो यार देवघाट। त्यही हो देवघाट पार्क। ल अब चाहिँ हामी उतापट्टिको पार्कमा जानु लाग्यो गाइज त्यहीँ गएर भेटौँला है त। ल गाइज आइयो नाम लेखे अब यो के हो यो के नहरमा पानी हालेको के हो अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। नहर भने कुलो नि ल गाइज हेर्नुहोस् दामी। कुन त्यो पुल डुब्दैन जे होस् माथि माथि चाहिँ पानी त्यो माथि माथि हुन्छ लेतो पुरा हतत भएर जान्छ। गाडी त हिँड्छ नि हिँड्न त एउटा गाडी ल यो पार्कमा आइपुग्न लाग्यो गाइज हामी टक्क लागेर पार्कमा। सीता फुल सीता फल हो फुल होइन। म अनि त्यहाँबाट छान्छु तिमीलाई। हाम्रो त यहाँ पहिला परेड खेलाएर अनि बल्ल जाऊ कुस। पालुङटारको जस्तै भाइरल चौर रहेछ त्यहाँ दामी खालको। तर हामी त्यहाँ जाने चाहिँ भने पानी खतरा पानी पऱ्यो। अब त्यहाँ चाहिँ खै गइन्छ कि गइँदैन। नारायणी तीरतिरको भ्लग चाहिँ आजको लागि यति नै इन गर्नुपर्ने हुन्छ। पानी परे हे अब हामी पनि रुम फर्किन लाग्यो। यहाँसम्म जसले पनि भिडियो हेर्नुभयो सबैजनालाई चाहिँ च्यानललाई सब्सक्राइब गर्नु होला भन्दै भ्लगबाट बिदा हुन्छु। ओके बाइ। थ्याङ्क यू।